हेलो गाइज, वेलकम टु माई न्यू भिडियो गाइज। सो गाइज, आज हामी जाँदैछौँ स्वयम्भूतिर घुम्न। बोगटीको डिमान्डमा होइन, यो बोगटी भाइलाई घुमाउन हिँड्दाखेरि चाहिँ लाइन गइहाल्यो, काठमाडौँ अन्धकार भयो। तर बोगटीको नाक चाहिँ एकदम तन्किरहेको छ। बोगटी त हेर्दैन होइन, रमाइलो भइरहेछ गाइजहरू यो रातिको चिसो चिसो माहौलमा। हाम्रो अर्को बाइक चाहिँ सुजन भाइले राइड गरिरहेको छ, राइडर सुजन भाइ। सो जाउँ अब यो खोलाको बाटो हुँदै बागमती कोरिडोर हुँदै हामी जाँदैछौँ अहिले स्वयम्भूतिर। चिसो चाहिँ अति नै छ काठमाडौँमा। अनि मेरो क्यामराम्यान लक्ष्मण भाइ छँदैछ गाइजहरू होइन। खत्रै हो गाइज भनेर कोटेश्वरमा पाइन्टो बेचिरहेको छ गाइज एकजनाले। हामी चाहिँ खत्रै हो गाइज भन्दै भ्लग बनाइरहेको छौँ गाइज होइन। अहिले चाहिँ हामी नयाँ बजार मामाको अड्डामा आइसक्यौँ। यहाँ चाहिँ मामाहरू बसिरहेको हुन्छ। ऊ माइजूको पोइ चाहिँ त्यहाँ क्या मजाले हात हल्लाइरहनु भएको छ, हामी देख्न सक्छौँ उहाँलाई। ल गाइज, फाइनल्ली हामी चाहिँ अब स्वयम्भूको माथि डाँडामा पुग्ने बेला हुन लागिसक्यो होइन। उकालो चाहिँ छ तर हाम्रो काका भाइको एनएसले तानिरहेछ क्या उकालो चाहिँ होइन। अब तानिरहेछ, हिँडिरहेछौँ। चिसो छ गाइज होइन, एकदमै चिसो छ। त्यही पनि अब यो रातिमा भाइहरूको डिमान्डमा घुम्ने भनेर आएको होइन। म नि खासै यता त घुम्न आएको छैन त्यति, आज घुम्दिउँ न त भन्ने कुरा लिएर चाहिँ आएको हो। चिसो चाहिँ वाइल्ड चिसो छ होइन। माथि जान त दिँदैन होला यति राति, तर पनि हामी जाने प्रयास गर्नेछौँ। लगाइज फाइनल्ली हामीले बाइक पार्किङ गरिसक्यौँ। देख्न सक्नुहुन्छ हाम्रो काका भाइको एनएस बाइक होइन। मेरो चाहिँ सुजन भाइले लिएर आएको छ। सो अब हामी चाहिँ भित्र जाँदैछौँ। सो लेट्स गो इनसाइड एन्ड डु सम फन होइन। त्यही नै हो मेरो प्यारो भाइहरू मसँग छ। हटस्पोट हुँदैन गाइजहरू, हटस्पोट पैसा। ल गाइज, हाम्रो यहाँ दाइले चाहिँ अब एकदम चिया खानु पऱ्यो भनेर लास्टै रिक्वेस्ट गर्नुभएको छ। त्यहाँदेखि 4वटा चिया खाँदैछौँ। दाइ अनि के छ, कतिको कमाइ हुन्छ चाहिँ? है हेर बोगटी, तँलाई म एउटा कहानी सुनाउँछु। कहानी भन्दा पनि यो रियल कुरो हो बोगटी। म अस्तिचोटि घरबाट यता आउँदाखेरि के अरे त्यो उता उता यो ग्याङ फाइटको नेपालगञ्ज एयरपोर्टबाट आउँदाखेरि ग्याङ फाइटको खाना दिनला ग्याङ फाइट। त्यहाँबाट यता सुन्न कुरो सुनिरहेको छ कि यता हेर्कै मतिर पनि भन्नु। त्यहाँबाट कुरो त्यो एउटा बुढी बजे थिइन्। अब सँगै आइयो एयरपोर्टबाट। तिमी बजे पहिलोचोटि प्लेन चढाएर छौँ कि होइन। पहिलोचोटि प्लेन चढ्यो अनि यहाँ एयरपोर्ट आइयो। एयरपोर्ट आइसकेपछि ल्यान्डिङ भयो। ल्यान्डिङ आएपछि बसमा बस्यो। अनि 10 बजे फेरि मेरै सामने यस्तो बस्यो। बाबु हेर्दैनौ कि झोलो त दिन्न नहुने, गाडीमा बसाले मलाई भन्नु। मैले होइन अब दिन्छन् उता पछि अगाडि उता आउँछ झोला चाहिँ। अनि हो र मलाई के थाहा त अनि भन्नु। म त पहिलोचोटि चढ्याँ बाबु, झोलो दिँदैन नि, एउटा सानो कुङ्गो थियो मेरो भन्नु भनेको। ल साथीहरू, मेरो चाहिँ अब घुमफिर कार्यक्रम भाइहरू समूहता भइरहेको थियो। अब यो चाहिँ सकेर हामी स्वयम्भूबाट घर फर्किँदैछौँ होइन। मेरो भाइ सुजन यहाँ छ, मेरो प्यारो नाके भाइ बोगटी होइन। बोगटी भाइ पनि यहीँ छ। क्यामराम्यानलाई त हामी देखाउन सक्दैनौँ, बिहाइन्ड द सिन हो अब होइन। सो त्यही छैन गाइज, अब बाँकी बेट नेक्स्ट भिडियोमा गर्नेछौँ। सो थ्याङ्क यू फर वाचिङ माई भिडियो एन्ड इफ यु लाइक माई भिडियो डु सब्सक्राइब एन्ड कमेन्ट एन्ड लाइक। So we'll meet you soon again next video. Bye bye guys. Thank you so much.